नयाँ गन्तव्य सुरु भयो फेरि। हैन मसरु भात हाम्रो सुस्मिता बहिनीले ल्याएको। हाम्रो भन्नु पर्ला नि हामीले।
त्यो थुवाल लाग्यो अहिले त्यो भएर जराङ खोला पुल हामीले बुद्ध हिमाल भने त पछाडिपट्टि रहेछ जम्मा 28 किलोमिटर जम्मा 28 र जाने अनि लाइभ होइन के लाइभ होइन अब उ त्यो खोला पारीबाट अरू बारपाक सिधै 24 किलोमिटर छ बुढा 24 है ए 4 किलोमिटर मात्रै के होला बस पार जस्तो है नाम्चे बजारको लुक दिँदैछ क्या abbastanza freschino, ci siamo su questo bel villaggio, si chiama Barpak, scritto qua, e c'è una statua di Buddha. Questo villaggino è cresciuto come una cittadinanza, è bello grande anche, situato a 2500 metri sul livello del mare, che davanti c'è una bella montagna di Buddha Himal. Guarda com'è bello questo paesaggio,
निर्माया उतै नजर गोर्खाको डाँडैमा हावा छरर जता गोर्खाको डाँडैमा हावा छरर जता छ निर्माया उतै नजर गोर्खाको डाँडैमा हावा छरर गोर्खाको डाँडैमा हावा छरर जता छ निर्माया उतै नजर गोर्खाको डाँडैमा हावा छरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर अब हाम्रो यात्रा होइन बारपाकबाट फेरि लाप्राकतिर होइन लाप्राकतिर लम्किँदैछ सब यहाँ भ्यूसँग मजाले इन्जोय गर्दैछन् साथी ढुर्गा गर्दैछु तपाईहरु चाइनिज पनि बोल्नु हैन यो ठाउँमा ट्याकट्याक र बस बसै आएको छ यार लाप्राक काठमाडौँ राम्रो काठमाडौँ त होला ए रिजर्भ रहेछ चौली मैया रातो सारीमा यसपालिको तीजमा तिमीलाई आइफोन किनिदेऊला सेल्फी खिचौली मैया रातो सारीमा सेल्फी खिचौली मैया rato sarima. Avevamo dormito su al questo villaggio di Barpak, come bello grande, c'è una franata sotto, guarda com'è rischioso. Bellissima la vista del paese. E su c'è questa bella montagna, si chiama Bodh Himalaya, 6700 metri, con questa vecchia Toyota che ci siamo venuti, 3 amici. Sarà bel viaggio questo, proprio sulla montagna. ठुलो हो नि गाउँ त यस्तो बनाउँछ त्यो त्यसले गर्दा बगिरहेको गाडी हो नि के कोही बेला परे नि हैन किन ठ्याक्कै हिँडेर आउने होइन नाम्ची जस्तै यो बुढा तलबाट हिँडेर आउने जोरसल्लीबाट होइन हिँडेर आउने हो भने ट्याक्कै नाम्ची बुढा जस्तै हो हैन यो ठ्याक्कै तपाईँ नाम्ची त भिरै छ कहाँ त्यहाँबाट पुरा बुद्धर उकालो आएपछि हामी हिजो गाडीको बाटो उकालो ड्याङ ड्याङ उकालो भन्ने हाने त्यस्तै त आयो बुढा आयो चमर 7100 को चमरको टुसो देख्यो त्यो ठुलो त होटल माम्चे ल हिँडै छैन है कालै हेर्नु एउटा समाउँछ अगाडिबाट समाउँछ हेर न जान कन्टिन्यू छैन त भेडा रहेछ नि त भेडो रहेछ गाउँपालिकाहरू
संसार घुम्न देऊ मनलाई झुले मात्रै देख्छ हामीले माया लागेको झुले मात्रै देख्छ चित्तले उसलाई नि बादलले देख्छ यही ठाउँ छौ छनलाई एकछिन संसार घुम्न देऊ मनलाई झुले मात्रै गाउँको बाटो डोजरले खानेको मायालुले भेट्न भनेको डाँडा काँडाको गाउँको बाटो छ डाँडा काँडाको भेट्न जाऊँ भने पैसा डाँडाको डोजरले खानेको मायालुले भेट्न भनेको डाँडा काँडाको गाउँको बाटो छ डाँडा काँडाको भेट्न जाऊँ भने पैसा होटेल भयो भ्याइदिइहाल्छ नि तिनीहरूले भन्दा बढी हाल्छ यहाँ 3 1 4 2 6 जना भयो होइन तपाईँहरूमा 2 जना भोटे 3 जना Tramonto del villaggio di Bar Park. What a lovely sunset.